हाम्रो मिस्त्री साहब। सबैभन्दा दुःख हुने भनेको यो पिलर हान्नु र अनि प्लिन्थ बिम गर्नु हो के। सबैभन्दा दुःख चाहिँ यसैमा हुँदो रहेछ। अब यो भइसकेपछि यो प्लिन्थ बिम भइसकेपछि त पछि घर बनाउनु टाइम लाग्दो रहेछ। सबभन्दा दुःख चाहिँ यही प्लिन्थ बिममा हुँदो रहेछ। यो बम बनाउँदाखेरि यति दुःख भयो होइन। अहिले बिहान 5 बजीमा आइसक्नुपर्छ। यता पानी चार्नुपर्छ, पुरैलाई पानी खुवाउनु पर्छ। अनि पानीको पनि साह्रै झन्झट छ। उहाँदेखि पाइप ल्याउनु पर्छ, गाह्रो छ। सबभन्दा टाइम लाग्ने भनेको हामीले 10-12 दिन लागिसक्यो यसमा। यो खड्डामा त माथि उक्लेपछि त टाइम धेरै लाग्दो रहेछ। सबभन्दा प्लिन्थ बिममा गाह्रो भनेको यही रहेछ क्या। यो भइसकेपछि, यो प्लिन्थ बिम भइसकेपछि, पिल्लर हानिसकेपछि पछि घर बनाउनु धेरै टाइम लाग्दो रहेछ। मेरो काम अहिले चाहिँ यतिसम्म पुग्यो होइन। अब चाहिँ केही दिन 10-12 दिनभित्रैमा घर निर्माण हुनेछ। अब तपाईँ पनि यस्तै घर बनाउने सोच्नै चाहनुहुन्छ भने कति चाहिँ खर्च लाग्छ, कति के लाग्छ बुझ्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला र पेजमा आएको छ भने पेजलाई फलो गरिदिनु होला। र यसै गरी हाम्रो चाहिँ घर रिलेटेड भिडियो, यो घर निर्माण हुन्छ भिडियो आइरहेको छ होइन। अब चाहिँ केही दिनपछि भिडियो डेली रेगुलर आउनेछ। अरू केही समयपछि भिडियो हाल्न अपलोड गर्न पाएको थिएन होइन। त्यसको लागि माफ गर्नु होला। चाहिँ म चाहिँ धेरै बिजी काममा थिएँ। आफूले पनि काम गर्नुपर्छ होइन। अब के गर्ने, आफ्नो घर बनाउनु लागि छ। आफूले पनि हल्का फुल्का मिहिनेत गर्नुपर्छ, हल्काभन्दा धेरै मिहिनेत गर्नुपर्छ। अब यति खड्डो पुगिसकेपछि सबभन्दा खाडलामा धेरै मिहिनेत लाग्दो रहेछ। यति तलदेखि हामीले 6 फुट गहिरो र 3 फुट माथि टोटल 9 फुट गहिरो खड्डा खनेको हो। अब चाहिँ यति उठिसकेपछि यो हानिसकेपछि मुस्किल काम भनेको यही रहेछ होइन। यही खड्डाभित्र धेरै पैसा पनि लाग्दो रहेछ, रडहरू पनि लाग्दो रहेछ, सिमेन्ट अनि सबै माल मिटर ज्यादा कोस्ट चाहिँ ज्यादा पैसा चाहिँ यही तल खड्डोमा लाग्दो रहेछ। माथि त अब इँटा ल्याउने, वाल लगाउने होइन, फटाफट भइहाल्छ। मिनिमम माथि चाहिँ अब 10-15 दिनमै निर्माण हुन्छ। अहिले चाहिँ हामी पनिङ गर्न लाग्छौँ यहाँ। अब यता चाहिँ माटो भरिसकिएको छ। अब उता चाहिँ जेसी बोलाएर यता चाहिँ माटो भर्न पठाउने हो होइन। अब यस्तै छ। अब मिहिनेत गरिरहेको छ। अहिले बिहानको 5-5:30 भइसक्यो। अब नास्ता पनि गरिरहेको छैन। बिहानै आएर धारो आउँछ। धारो आएपछि हामी चाहिँ हाम्रो चाहिँ घर हुँदैछ। मेरो चाहिँ अब के गर्ने, नापजाम भइरहेछ साथीहरू, यस्तै हो। अब चाहिँ यता चाहिँ पिल्लर बनेर रेडी। आज चाहिँ पिल्लर बसाल्ने दिन होइन। हाम्रो चाहिँ ट्याक्क पिल्लरको लागि रेडी भएको छ। अब के गर्ने, यस्तै छ। अनि यो चाहिँ पहिलो पिल्लर, यो चाहिँ ढोका, यहाँदेखि ढोका हुन्छ। यो चाहिँ फ्रन्ट साइड यस्तो छ होइन। कस्तो देखिरहेछ। ओ तिमी मिलाएर हालेको होला नि त फेरि।
गाइसहरू मेरो चाहिँ फाउन्डेसन भइसकेको छ होइन हाम्रो चाहिँ फाउन्डेसन भइसकेको छ फाउन्डेसन भइसकेको छ अब हेर्नु देख्नु सक्नुहुन्छ यस्तो 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 गरेर टक्क होइन 9 पिलरको लागि भइसकेको छ रेडी अब चाहिँ पिलर बनेर पनि तयार भइसकेको छ के गर्ने दुःख गर्नुपर्छ साथीहरू आफूले पनि दुःख गर्नु पर्यो सबै अरूको भरमा छोड्नु भएन अब के गर्ने दुःख कष्ट यस्तै छ तर एउटै टी सर्टमा भिडियो बनाउँछु भन्ने नसोध्नु होला होइन यो चाहिँ मैले पर्मानेन्ट यो घर बनाउनु चाहिँ घर बनाउनु चाहिँ लगाइराख्ने हो किनकि लम्बावाले छ घाम पनि हुन्छ टोपी पनि यही हो यस्तै बन्दैछ होइन कति हुन्छ के हुन्छ तपाईँ पनि बनाउने इच्छा छ भने होइन यो च्यानललाई सब्सक्राइब गर्नु होला यो ब्लगलाई अन्तिमसम्म हेर्नु होला अरू हाम्रो कति काम हुन्छ के हुन्छ त अपडेट भइरहन्छ होइन यो च्यानलमा देख्नु यस्तरी हामी चाहिँ रिङ बनाएको छ पिलर यस्तरी बनाएको छ यो चाहिँ भइसकेको छ अब हाम्रो भोलि चाहिँ अब पिलर बसाल्ने दिन होइन पिलरलाई उम्याउनु पर्ला अनि त्यसपछि चाहिँ हाम्रो यहाँ यो पिलरलाई बन्ने जाली बन्ने काम भइरहेछ अनि अब के गर्ने यस्तै छ नेपालको दुःख पानीहरू अब अहिले चाहिँ बजेको छ 2 हामी काम गर्ने लाग्यौँ हामी 2 के गर्ने ल होइन त्यस्तै छ अब भिडियोलाई एकदम ज्यादामा ज्यादा सेयर गर्नु होला यो चाहिँ मेरो दोस्रो ब्लग भिडियो छ है ल अङ्कल केही भन्न चाहनुहुन्छ हाम्रो हेड मिस्त्री एकदम प्राविधिक सर्टिफाइड मान्छे गर्मी कतिको छ एकदम यहाँ चाहिँ यो नयाँ डिजाइनको है हाम्रो गाउँमा चाहिँ यस्तो डिजाइन हुँदैन थिए हाम्रो अङ्कलले चाहिँ यो नयाँ डिजाइन निकालेका छन् अनि निकाल्नु भएको चाहिँ हेमर चाहिँ सरिहाल्यो सर र रिङ बन्ने हो हातका छाला पनि खत्तम हुने रहेछन् के गर्ने साथीहरू यस्तै छ दुःख पानी अलिअलि आफूले पनि मिहिनेत गर्नुपर्छ सबैले मिहिनेत गर्नुपर्छ यस्तै हो अब हाम्रो भाउजूहरू चाहिँ उता तयार भएर हेर्न लाग्छन् होइन यस्तै छ हाम्रो गाउँ हेर्नु कति घाम छ यस्तो घाममा 2 बजेको घाममा पनि हामी काम गर्न लाग्छौँ होइन अब अरू चाहिँ अपडेट पछि घर भएपछि देखाउँला हामी चाहिँ काम गरी थाक्यौँ होइन अब के गर्ने दुःख गर्नु पर्यो नेपाल आए पनि कामै इन्डिया गए पनि कामै देखिया छैन म के गर्ने यस्तै काम गर्नु पर्थ्यो मोजा पनि च्यात्ती होइन मेरो दिनभरि काम गरेर यति पुरै खनेर यो चाहिँ मिलाउन लाग्छौँ अब मेरो बुढी रसी तान्ने बड्डो खिच्ने बुढी रसी तान्ने बड्डो बेल्चे फाल्ने होइन अब हुँदैछ के गर्ने दुःख कष्ट गर्नु पर्यो ना 30,000 बस गाडी आउने लोरोवाला लगाउला क्यामेराम्यानलाई कहाँनिर राख्नु गाडी चलाउने मान्छे चाहिँ एकदम गाइसहरू मिहिनेत गर्नुपर्छ होइन अरूको भरले मात्र हुँदैन आफूले पनि मिहिनेत गरेर सिक्नुपर्छ अब
के गर्ने समुद्रमा गइरहे समुद्रमा उत्रिएपछि थाहा हुने रहेछ होइन सोचेर यस्तो हुन्छ उस्तो हुन्छ तर के गर्ने हातका खोका चाहिँ गइसके अब के गर्ने गर्नमा धेरै बी स्ट्रङ बी स्ट्रगल हाम्रो चाहिँ कति सरिया छ होइन बोक्खोको यति सरिया हालेको छ यो पिल्लर चाहिँ मजबुत हुन्छ बिम पनि मजबुत होला होइन एकदम सरिया हेर्नु यति सरिया हालेको छ यो घर मजबुत नभएर कसको घर मजबुत हुन्छ अघि नै दाइ एकदम यो घर चाहिँ हामीले पिल्लरमा एकदम ध्यान दिएका छौँ बिममा चाहिँ ध्यान दिएका छौँ सरिया चाहिँ हामीले कति सरिया हालेको छौँ पिल्लरमा बिममा यसरी हालेको एकदम मजबुत हुन्छ तर हात्ती पाइला पनि एकदम मजबुतसँगले हालेको छ यो भने यसलाई यो घरलाई चाहिँ अजम्बरी घर भन्छ के एकदम यसरी मजबुत बनाएर फसाएर एकअर्कामा एल बनाएर हालेपछि एकदम घर चाहिँ मजबुत हुन्छ है हेलो साथीहरू हाम्रो चाहिँ काम यति भइसक्यो होइन अब चाहिँ लेन्टिङ हुने लेन्टर हुने चाहिँ तयारी छ होइन घाम साम पनि भ्याइयो अब के गर्ने यस्तै छ अब नेपालको घाम पनि चर्को छ मान्छे पनि चर्कै छन् अब काम साम भइरहेछ चाउचाउ पनि चर्को बनाउँछन् घाम पनि चर्कै छ अब काम चाहिँ यति भइसक्यो देख्न सक्नुहुन्छ होइन ढोका सोका बसिसक्यो ढोका पनि बसिसक्यो झ्याल पनि लगाइसक्यो अब त्यसपछि चाहिँ हाम्रो अब 5-6 दिनमै लेन्टर पर्छ लेन्टरमा त रमाइलो गर्नुपर्छ खानुपर्छ मलाई नाच्नुपर्छ होइन अनि के गर्ने यो चाहिँ हाम्रो कस्तो डिजाइन चाहिँ घर बन्यो होइन त्यो हेर्नु जरुरी छ कि यता भएको त हाम्रो डिजाइन चाहिँ कस्तो भयो हेर्छ यो चाहिँ हाम्रो किचन है यतादेखि किचन टक्क किचनमा गयो टक्क यहाँ चाहिँ ग्यान्डिज बस्छ है ग्यान्डी हातसाथ धुनको लागि यहाँ चाहिँ पाइप बस्छ अनि यो चाहिँ भित्र हाम्रो किचन यहाँ चाहिँ तल कोठा बनाएको छ है 2टा ग्यास राख्नको लागि अब यो चाहिँ माथि यो एउटा रुम होइन अब यहाँ चाहिँ अर्को रुम बन्छ कोठा यो चाहिँ अर्को कोठा अनि यो चाहिँ हाम्रो फ्रन्ट साइड यस्तो छ अनि यहाँदेखि चाहिँ हामीले हाम्रो मेन भ्यू होइन योदेखि चाहिँ गेट यहाँ लाग्छ अब चाहिँ हाम्रो अन्तिम घडीमा हामी आइसकेका छौँ हामी चाहिँ अब 10-12 दिनमा चाहिँ हाम्रो लेन्टर हुन्छ होइन अनि चाहिँ कस्तो डिजाइन बन्यो र यो बनाउँदा कति खर्च आयो हामीले चाहिँ घर यस्तो हो कि घर बनाउँदाखेरि चाहिँ एकदम मजबुतीलाई ध्यान दिनुपर्छ हामीले चाहिँ यहाँ पिल्लरमा चाहिँ सरिया बनेको छ होइन यहाँ चाहिँ टाइप बिम माथि पनि गरेका छौँ तल पनि गरेका छौँ दुई ठाउँ टाइप बिम गरेका छौँ अनि यस्तो पिल्लरमा चाहिँ सबै चारैतिर पिल्लरमा सरिया बानेका छौँ यसरी चाहिँ सरिया बानेपछि एकदम मजबुती हुन्छ पछिल्लोचोटि भूकम्प गएको कारणले गर्दा धेरै घरको मजबुती कमजोर भएको कारणले गर्दा हामी चाहिँ यसरी सरिया सबैमा बानेका छौँ अब चाहिँ भइसकेको छ हाम्रो निर्माण भइसकेको छ हाम्रो घर कृपया हामीलाई लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला है त हेलो साथीहरू मेरो चाहिँ घर फाइनली पुगिसकेको छ अब चाहिँ हामी लेन्टर गर्ने तयारी छ होइन अब चाहिँ हाम्रो 10-12 दिनमा लेन्टर हुनेछ बाग्रो काटेर पुरा मसबाद खाइन्छ तर काम पनि बेसै गरियो घाम पनि छ धेरै काम पनि गरियो होइन हाम्रो मिस्त्री चाहिँ एकदम बबाल एकछिनमा इट्टामा पुरा होइन देख्न सक्नुहुन्छ यो इट्टा चाहिँ अहिले एकछिनमा वाल माथि पुर्याइदिनुहुन्छ एकदम स्पिड फास्ट एकदम फास्ट एनर्जीवाला मिस्त्री हुनुहुन्छ के गर्ने आफूले पनि मिहिनेत गरेर बनाएको एउटा रोटी कम खाइकन एउटा रोटी दिनमा कम खाएर बनाएको घर हो एक पैसा जोडेर बनाएको घर हो देख्न सक्नुहुन्छ यस्तो डिजाइनको छ नि नयाँ डिजाइनको नि यस्तो घर त गाउँमा कसैले पनि बनाएको छैन यस्तो किचन होइन देख्न सक्नुहुन्छ यस किचनको फेसिलिटी हेर्नुहोस् यो खाली फेसिलिटी हेर्नु इट्टा हेर्नु नि 1 नम्बर इट्टा छ कसैले हाल्न सकेको छ यस्तो यो ढोका हेर्नुहोस् काठको ढोका खालि 25,000 को ढोका हो के सानोतिनो काटेर डबल डोर भन्छ यसलाई होइन जसरी गरिबले यस्तो हाल्न सक्दैन के गरिबले घर बनाउन नसोच्नु होला कि गरिबले यस्तो गर्छ लेन्टिङ बिम यो बिम चाहिँ सबैले एउटा हाल्छ पैसा बचाउँछ किन हामीले चाहिँ 2टा हालेका छौँ होइन कसैले पनि यस्तो गर्न सक्दैन यो हेर्नुहोस् यो घोडी हेर्नुहोस् घोडी कति गरौँको छ हामीले यस्तो यिनी बाँस हालेर बनाउँदैनौँ कि एकदम घर बनाएर पक्कै फलामको घर हुनु पऱ्यो होइन अनि त्यहाँबाट चाहिँ हामी चाहिँ अब चाहिँ हामीले लगभग 15-20 दिनको काम छ होइन 15-20 दिनमा हामीले घर सिङ्गै घर ठहरेका छौँ अनि अब अरू भिडियो हेर्न चाहनु भने लाइक गर्नु कमेन्ट गर्नु जसले लाइक कमेन्ट गर्दैन त्यसको आँखा पच चौराइदिन्छ
यो चाहिँ हाम्रो हल, यो चाहिँ डाइनिङ एरिया, डाइनिङ रुम होइन, यो चाहिँ हाम्रो डाइनिङ रुम। अर्को कोठा चाहिँ यतिदेखि अर्को रुम यहाँ छ। यो कोठा चाहिँ 10 बाई 12 को होइन, अब 10 बाई 12 को कोठा हो। यस्तो छ हाम्रो घर होइन, यस्तो बनाएको छ। नयाँ डिजाइनको आधुनिक स्टाइलको घर हो, इन्डियन स्टाइलको होइन। यहाँदेखि चाहिँ विन्डो लाग्छ, एल्युमिनियमको विन्डो लाग्छ काँचवाला। अनि यो चाहिँ हाम्रो बेडरुम, अनि यो चाहिँ डाइनिङ एरिया, डाइनिङ हल। यो चाहिँ भित्र किचन। अब फ्रन्ट साइड चाहिँ यस्तो देखिन्छ। अनि फाइनली हाम्रो घर चाहिँ भइसक्यो, अब ढलनको लागि रेडी भइसक्यो। अनि यो चाहिँ सिडी बन्न लाग्छ, सिडी भइसकेपछि फाइनल तयार हुन्छ। गाह्रो छ, गाह्रो। हाम्रो चाहिँ आज सेटिङ तयारी छैन। अब यो चाहिँ यस्तरी यसमा हिँड्ने पर्ने हुन्छ, यति सानोमा कसरी हिँड्ने, एकदम गाह्रो हुन्छ, एकदम गाह्रो। ज्यान जोगाउनै गाह्रो हुन्छ। अनि मिस्त्री बन्नु त गाह्रो रहेछ त, सेटिङ गर्न चाहिँ बहुत टाइम लाग्दो रहेछ। माकी त्यो किला पनि किन्नु रहन्छ यो म त। यस्तरी हाम्रो घर चाहिँ आज सेटिङ आजदेखि चालु भयो होइन। समथिङ 3-4 दिन लाग्छ होला सेटिङ हुन। अङ्कल 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 भन्छु के, अब परे हिँड्न त कति गाह्रो छ हौ। अङ्कल घाम कतिको भइरहेछ? ए कहाँ हो यार, चुहारेर गर्छ त। हाम्रो चाहिँ अब माथि चाहिँ एकदम गाह्रो हुनेछ होइन, ज्यान जोगाउनै गाह्रो होइन अङ्कल? ओ ओइ दैया देखिया जा यस्तरी यता पनि खाल्ने भयो। सेटिङ पनि आजदेखि हुन लाग्यो होइन, अब आज फाइनल हुन्छ। हतोरी खै लाग्छ। टुक्रा टाक्री आइहाल्छ नि फेरि हामीलाई काट्यो बोल्न पुरै।
सेटिङ यस्तो आएछ फेरि हामीलाई हेर्नुहोस् गाइस अरू यहाँ आज पार्टी यहाँ के हुँदैछ यहाँ ओए गाज हिजो काममा आयो नचिहाल्छन् हेर्नु बिचरा हाम्रो बाउजू कति दुःख गर्नु भएको छ त्यो त्यहाँ झुङ्ने मिस्त्री हुनुहुन्छ अनि नि यहाँ अब घर मालिक हुनुहुन्छ झोले जिन्दगी छ घर मालिकको मालिकनीको झोले जिन्दगी छ हो क्या भन्छ साली भेनाउने नि काम गर्ने मलाई चाहिँ नभने है बहिनी है अनि हेर्नु त्यहाँ झुङ्ने मिस्त्री हुनुहुन्छ एक बोतल खाने हो भने झुङ्गिरहनुहुन्छ त्यहाँ मिस्त्री त्यहाँ झुङ्ने मिस्त्री हुनुहुन्छ म त हेर्नु स्पेसियल टेन्सन भइरहेछ त्यहाँ झुङ्ने मिस्त्री कहिले बनाउनुहुन्छ अनि टेन्सन भइरहेछ मलाई फेरि अनि यहाँ मालिकनी जुमराले टोकेको छन् के भन्छन् अनि प्रकाश दाई कता जानु भएको छ बिचरा झोले जिन्दगी भएको छ प्रकाश दाईको झुङ्ने मिस्त्री त्यहाँबाट ढालिदिने मन लागेको छ के गर्ने हो के भन्नु खोइ भन्नु धोका दिनुलाई ढाल्न मिल्दैन र हो नि यहाँ त्यो मेहनत यति गरिरहेछन् बिचरा त्यो त्यहाँ झुङ्ने मिस्टीलाई ढाल्ने मन छ तर के गर्नु आफ्नो यहाँ जुम्रा छामेका छन् मालिकनीहरूले बर्थडेले काम गरे आइ पनि होला बर्बाद पानी छिन्क्यो पानी पानी छिन्किन्छ दिदी तुमरा लोग्ने तुमीलाई के भन्दैन क्या आया भन्दैन है भाइ सुप्पा भन्ने स्याले गिलो वाला गिलो किन नबनाउनु न किन छैन के दोस्रो माछा गिलो तपाईँको भाइ यो च्याउन बेच्यो लाइन आउने रहेछ त्यही त्यहाँ हुने त्यहाँ फुक्ती आइदियो त्यही रोन एकैछिन अब अगाडि क्या अगाडि बनाउनु त्यो गर्ने होइन क्या हो मेरो बहिनी एकजना गरिरहेछ के अरे हामी त बाघको त गएको छौँ यस्तै टच गर्नु बरु दे भयो त चाउ चाउ आज चाहिँ यसरी हाम्रो ढलन हुँदैछ आज चाहिँ हाम्रो शरीर बिछाउने काम भइरहेछ यसरी प्लास्टिक बिछाएर चाहिँ आज शरीर बिछाउने काम भइरहेछ अब भोलि चाहिँ ढलन हुँदैछ यहाँदेखि लेन्टर अब मुस्किलले बनायो एकदम यार 2-2.5 महिना लागिसक्यो यो घर बनाउन एकदम मिहिनेत गरेर एकदम पातलो कालो धुम्सो भइयो के गर्ने फाइनली आज निप्ज्यो होइन हाम्रो भोलि चाहिँ ढलन हुन्छ के गर्ने मिहिनेतको फल चाहिँ मिठो हुन्छ भन्थे मिठै हुँदो रहेछ अब के गर्ने होइन साथीहरू यस्तै छ ढलन हुँदैछ आज चाहिँ सरिया बिछाउने काम भइरहेछ यो सरिया बिछाएर जाली बनेर चाहिँ अहिले वायरिङ हुन्छ वायरिङ गरेर चाहिँ अब 2 दिनपछि ढलन हुन्छ यसरी सरिया पुग्ने यतादेखि काम भइरहेछ अब चारैतिर 4 कोठाको लागि सेटिङ भइरहेछ होइन गाइस कस्तो बन्छ कस्तो डिजाइन बन्छ के बन्छ होइन अब फाइनल लेन्टर भएपछि कस्तो डिजाइन हुन्छ के हुन्छ अब लेन्टर भइसकेपछि सेटिङ खोलिसकेपछि म देखाउने छु हाम्रो घरको डिजाइन कस्तो हुन्छ होइन अनि काम पनि धेरै छ होइन ल
ल जाऊ जाऊ ल जाऊ जाऊ गाडी तल छ यहाँ ल है केटाहरू हाँ गीत गाउनु न भिडियो बनाउनु लागि आज हाम्रो फाइनल यो के लगाउने काम गरे यो नै यो केलाई के भन्छन् गरे छेका लगाउने काम के लगाउने गरे के लगाउने काम गरे अंकल उतातिर के भन्छन् केरी हाम्रो केरी लगाउने काम गर्दै हुनुहुन्छ हैन एकदम हाम्रो स्ट्यान्डर्ड मिस्त्री हुनुहुन्छ हाम्रो घर चाहिँ यस्तो ल्यान्टर चाहिँ भइसक्यो काले ओ इटा दे है यिनी दुईटी क्विनहरु यही छन् अब एउटा स्याल क्विन एउटा बिरालो क्विन सब क्विनहरु यही छन् अब के गर्ने हाम्रो घर चाहिँ ल्यान्टर भइसक्यो आज चाहिँ केरी लगाउने ल्यान्टरको भोलिपल्ट अनि चाहिँ केरी लगाउने सिडी बनाउने काम भइरहेछ अब बाल्लो बनाएर लेभल मिलाउने रेलबेल बनाउने अनि अब यस्तै छ साथीहरु हैन हाम्रो घर चाहिँ फाइनल भइसक्यो अब यसलाई सेटिङ चाहिँ अब ट्याक्क अब 1 महिनासम्म पछि ट्याक्क सेटिङ निकाल्ने हैन त्यसपछि हाम्रो फाइनल ल्यान्टर चाहिँ भइसक्यो धेरै मिहिनेत गरी हातका खाला यस्ता गाड्छन् कि काम गरेर यारी सिमेन्टले पुरा हातका खालाको बालै काट्न नपाई बाल कस्ता भएछन् के गर्ने समय छैन बाल काट्ने अब यहाँ ओए सर भाइ कि